आइसकेको छौँ नेक्स्ट पार्टमा। यो पार्टमा चाहिँ हामी चटपटे खानेछौँ। हामी चाहिँ सबैजना सामान रेडी बनाएर लोकेसन पहिचान लागेको छौँ। र यो भिडियो अन्त्यसम्म हेरिदिनु होला है। त्यो बकुलाले चाहिँ त्यहाँ माछा छोडेको छ। त्यहाँ माछा छोडेको ठाउँमा चाहिँ तिनी गइरहेका छन्। छिटो छिटो ल अरू केटा चाहिँ डराउँछन् त्यसले के खान्छ र तिमीलाई? चल अब माछा भेटाइसकेको हामीले चाहिँ एउटा माछा भेटाइसकेको छौँ। ल एउटा बकुलले चाहिँ हाम्रो डरले माछै छोडेन भाइको। हाल्यो बिचरा जीवित हुन्थ्यो यार। ओइ पानीमा फाल्देऊ कि बिचरालाई। के हो न मरे छैन भाइको, छोडिदेऊ। एउटा माछालाई खान्न पाए भिखारी। तर त्यसले हाम्रो डरले छोडेको अनि पार्ट 1 मा चाहिँ हामीले चौचो पकाएर खाएका थियौँ। यदि तैँले त्यो हेर्नु भएको छैन भने गएर हेरिदिनु होला र लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। ल यति भन्दा हाम्रो लोकेसन चाहिँ आइसकेको छ। टक्क नालाको छेउतिर रुखको मुनि यस्तो शीतल ठाउँमा। ल हामी चाहिँ यहाँ सफा गर्दैछौँ। सफा त गर्नुपर्ने केही काम छैन, तर त्यही पनि गरौँ। फेरि यहाँ नाग देउताले दर्शन दिएला नि त्यहीको डर छ। र अब हामी चाहिँ यहीँ बसौँ। मूत्र थैली खोल्ला या यिनी डन। हेलो पानीलाई म बब्लु तल जाऊ, पानी यत्री राख्दै पानी माटोमा नै पानीमा राख्दै हो। चिसो हुन्छ क्या फ्रिज जस्तो। रोको 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 एकछिन रोको एकछिन रोको। चाउचाउहरूको भुजाहरूको अनबक्सिङ मेरो बलि किन्न भनिरहेको। चाउचाउलाई अब यसरी राखिरहेको छ। यो हटाउन गइ सक्नुहुन्छ हाम्रा गाइडहरू। यहाँ हाम्रो यहाँ साथीले अब अनबक्सिङ नगर्न सकेर सबै भुजाभरि ल अब यस्तो गरेर रोक है। आधा 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 हाल एउटा चाउचाउ त्योमा हाल। कतिवटा चाउचाउ छन्? कति चाउचाउको हुन्छ छोडिदेऊ, के गर्ने र। हाम्रो सुरुको प्याज चाहिँ पुरा चौपट। अनि के सोच्नुहोस्। अनि हाम्रो यहाँ साथीले यो गिल्लो चटपटे चटपटे खान भनेर गिल्लो चटपटे खाने चाहिँ अलिकति हामी मसला होइन ल बस अब यिनीहरूले चाहिँ गिल्लो खान्छन्, यिनी दुईटाले र हामी तिनटाले चाहिँ सुक्खा। ल हामी सुक्खा फर्स्ट वाइट मान्छे अनि त अबे बाल बढा त भाइ यहाँ अबे के लामो बालको छ यहाँ बुढोले लान्छ चटपटे पार्टी न गर्ने छैन बुझ्नी अलि अलि ल्याना
हाम्रो यहाँ साथी नेवारले फेरि पक्का अब खाइरहेका छन् त्यहाँ गएर छानमा पनि देखिन्छ देखाइदिइराखौँ तिमीलाई हेर सुरुवा भुजा खायो अनि यो खायो प्याज खायो कुना कुनामा एकदम बस बाइट देउरा सक्नुहुन्छ हाम्रो यहाँ साथीको चटपट पुरा भुजाको भुजाको त्यो प्याकेट आँखा नलाभे मोटे अझै भनिराख्नु भएको छ कि गिल्लो भएको छैन पानी हालिहाली रातो रातो के बनायो भने चाहिँ त्यसलाई हाल्नुपर्छ नि आइज कोही